झापामा सञ्चालन हुँदै आएको प्रतिष्ठित तथा ऐतिहासिक फुटबल प्रतियोगिता स्वर्गीय विनोद बस्नेत स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण झापा गोल्ड कपको 7औं संस्करण आगामी माघ 24 गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता झापा बिर्तामोड 3 स्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ। फुटबल प्रेमी दर्शक तथा खेलाडीको उत्साहलाई मध्यनजर गर्दै यस वर्षको झापा गोल्ड कपलाई अझ व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ। यस संस्करणको झापा गोल्ड कपको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रणालीको उत्पादन एक्सट्रिम इनर्जी ड्रिङ्क्स रहेको जानकारी पनि आयोजकले दिएको छ। त्यसैगरी झापा गोल्ड कपको मुख्य सह प्रायोजकमा अन्तर्राष्ट्रिय झापाली समाज, किङ्सबेरी इन्टरटेनमेन्ट र मेची आँखा अस्पताल रहेका छन्। यस वर्ष झापा गोल्ड कपको पुरस्कार राशि समेत वृद्धि गरिएको छ, जस अनुसार विजेता टिमले नगद 15 लाख रुपियाँ र उपविजेता टिमले नगद 7,50,000 रुपियाँ प्राप्त गर्नेछन्। त्यसैगरी मोस्ट भ्यालुएबल प्लेयरले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले क्रमशः नगद 35,000 रुपियाँ पुरस्कार पाउनेछन्। यसका साथै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई पनि नगद 25,000 रुपियाँ प्रदान गरिने व्यवस्था गरिएको छ। प्रतियोगितामा आयोजकका तर्फबाट झापा 11 फुटबल क्लब सहित चर्च बोइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, लालीगुराँस एसोसिएसन नेपाल, पोखरा रोयल थिम्पू फुटबल क्लब भुटान, सिङलिङ स्पोर्टिङ क्लब भारत र एन पेनाङ फुटबल क्लब मलेसिया सहभागी रहने जनाइएको छ। प्रतियोगिता सम्पूर्ण खेलहरू गोलनेपाल.com मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। दर्शकका लागि टिकट दरको सुरुवात 100 रुपियाँबाट गरिनेछ भने सेमी फाइनल र फाइनल खेलको टिकट दर पछि निर्धारण गरिने जानकारी पनि दिएको छ। अहिलेलाई प्रवेश शुल्क चाहिँ सुरुमा 100 रुपियाँ कायम गरेका छौँ र सेमी फाइनल र फाइनलको चाहिँ अलिक टुङ्गो भइसकेको छैन, त्यसको पनि यहाँहरूलाई हामी छिटै जानकारी गराएका छौँ। प्रतियोगिताको उद्घाटन अवसरमा डोमालाल राजवंशी रङ्गशालाका जग्गादाता स्वर्गीय डोमालाल राजवंशीको अर्धकतको प्रतिमा अस्थायी रूपमा अनावरण गरिने र उहाँको परिवारलाई नगद 1 लाख रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ। यसैगरी लक्की ड्र मार्फत दर्शकलाई प्रदान गरिने पुरस्कारहरू यस प्रकार छन्। हिम इलेक्ट्रोनिक्स महेन्द्र रत्न स्टोर्स बिर्तामोडले भाग्यशाली टिकटधारीलाई एक थान 32 इन्ची एलइडी टिभी प्रदान गर्नेछन्। मोबाइल ग्यालरीले भाग्यशाली टिकटधारीलाई 2 थान इयरबड प्रदान गर्नेछन्। आयोजकको तर्फबाट 1 थान यामाहा स्कुटर लक्की ड्र मार्फत प्रदान गरिनेछ। केल्मी बिर्तामोडको तर्फबाट रेफ्रीलाई जर्सी र केही फुटबल प्रदान गरिने जानकारी पनि दिएको छ। आजै पत्रकार सम्मेलनमा झापा गोल्ड कपको ट्रफी पनि सार्वजनिक गरिएको थियो र विद्यार्थीले डेमो झण्डा प्रदर्शन गरेका थिए। यस वर्ष झापा गोल्ड कपको कुल खर्च करिब 1,50,00,000 रुपियाँ रहने आयोजकको अनुमान छ र प्रतियोगितालाई प्रत्यक्ष तथा प्रसारण मार्फत लाखौं दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। आयोजकका तर्फबाट झापा गोल्ड कपका अध्यक्ष केदार गिरी, वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल र महासचिव बुद्धभूषण योन्जनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्। यसैबीच आयोजित पत्रकार सम्मेलनमा उपस्थित अग्रज व्यक्तित्व तथा खेल प्रेमीहरूले झापा गोल्ड कप सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए। अन्त्यमा झापा गोल्ड कपलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति, सङ्घ संस्था, प्रायोजक, पत्रकार र खेल प्रेमी प्रति आयोजक समिति हार्दिक धन्यवाद व्यक्त गर्दै आयोजकको तर्फबाट अग्रिम रूपमा शुभकामना व्यक्त गरिएको छ। झापा गोल्ड कपको 7औं संस्करण विनोद बस्नेत स्मृति फुटबल प्रतियोगिता बारे जिज्ञासा राख्नुहुने सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई झापा गोल्ड कप आयोजक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।